हिजो रातिको पानीले चाहिँ बर्बादै गरेछ है साथीभाइहरू। हेर्नुहोस् त, यसरी 1.5 लाख 2 लाख लगानी गरेर रोपिएको टट माछा हेर्नुहोस् त, एकछिन पानी छुट्दैमा चाहिँ यसरी है सबै उतानी पल्टिने रहेछ। लगभग 70-80 किलो माछा चाहिँ यहाँ यसरी मरिरहेको छ। यो चाहिँ के भएर भन्दाखेरि राति ठुलो पानी आएको थियो, त्यो पानीले चाहिँ पाइपबाट आइरहेको पानी चाहिँ माथि भत्काइदिइसकेपछि पानी छुटेको कारणले गर्दा चाहिँ हेर्नुहोस् त, एउटै बिना 70 माछा चाहिँ यसरी मर्दो रहेछ। टट माछालाई चाहिँ, टट माछाको खेती गर्न चाहिँ एकदमै गाह्रो रहेछ। यसलाई चाहिँ एकदमै हेरविचार चाहिँ 24 घन्टा 24 आवर्स नै दिनुपर्ने खालको रहेछ है त। हेर्नुहोस् त, यति धेरै माछा अब बजारमा लगेर पनि कसैले लिने हो होइन है, यो पनि टेन्सनै छ। यति धेरै पैसामा लगानी गरेर माछा त रोप्यो, तर एकै छाक हेर्नुहोस् न, अब कहाँ टुङ्गो लाउने के गर्ने तनाव भइरहेको छ। बिजोकै भए साथीहरू, बिजोकै एकदमै लस भयो, लस है। यत्रो माछा अब आफै घरकैले खाइसकौँ भन्दा पनि नसकिने, अब बाँडेर दिउँ पनि यति धेरै लगानी गरेर रोपिएको माछा है, 2-4 किलो बाँड्न त ठिकै हो, तर नभएको पनि यहाँ 60-70 किलोभन्दा नि धेरै माछा छ। अब यसलाई टुङ्गो लाउन चाहिँ एकदमै गाह्रो भइरहेछ। के गर्नुपर्ने हो? यो माछाको खेती गर्न चाहिँ साह्रै गाह्रो हुने रहेछ है साथीहरू, साह्रै गाह्रो एकदमै। एकछिन पानी छुट्यो कि त है 70 जाँदो रहेछ नि, 70 एउटा जिउँदो छैन।